स्वागत गर्न चाहन्छु सबैजनालाई आजको यस फाइनेन्सियल लिट्रेसीको भिडियोमा। आजको यस भिडियोमा हामी नेपालको शेयर बजारको एकदमै नियामक निकाय नेपाल धितोपत्र बोर्ड यानि कि सेबनको बारेमा कुरा गर्नेछौँ। यसको स्थापना 1983 मा भएको थियो, जसको मुख्य उद्देश्य भनेको देशमा रहेको निष्पक्ष र पारदर्शी धितोपत्र बजारको सुनिश्चित गर्नु, लगानीकर्ताको संरक्षण गर्नु र आर्थिक विकासलाई प्रवर्धन गर्नु रहेको छ। जसमा धितोपत्र विनियम ऐन 1993 मा सेबन स्थापित भएको थियो। अहिले यो विनियम ऐन 2063 अन्तर्गत सञ्चालनमा रहेको छ। आज हामी यसका मुख्य कार्यहरूको बारेमा छलफल गर्नेछौँ। प्रथम कार्य भनेको नियमन र अनुगमन रहेको छ। नियमन र अनुगमनमा सेबनले धितोपत्र बजार सम्बन्धी विभिन्न नियमहरू निर्माण गर्ने, त्यसको कार्यान्वयन गर्ने, जसले स्टक ब्रोकर, मर्चेन्ट ब्याङ्कर, सामूहिक लगानी कोष, म्युचुअल फन्ड जस्ता मध्यस्थकर्ताहरूको निरीक्षण र अनुगमन गर्ने गर्दछ। दोस्रोमा रहेको छ इजाजत पत्र प्रदान गर्ने र दर्ता प्रक्रिया अगाडि बढाउने। सेबनले बजार सहभागितालाई मूल्याङ्कन गरेपछि इजाजत पत्र दिने गर्दछ। साथसाथै सार्वजनिक निष्कासनका लागि धितोपत्र दर्ता गर्ने गर्दछ र निष्कासन तथा कारोबार प्रक्रियाको पनि अनुगमन गर्ने गर्दछ। तेस्रो बुँदा भनेको लगानीकर्ताको संरक्षण रहेको छ। सेबनले निष्पक्ष अभ्यास गरी प्राप्त जानकारी दिने, धोखाधडीबाट जोगाउने, नीति कार्यान्वयन गरेर लगानीकर्ताहरूको अधिकार सुनिश्चित गर्ने गर्दछ। यसका साथै लगानीकर्तालाई उनीहरूले अधिकार र कर्तव्यका विषयमा जानकारी दिने कार्यक्रमहरू पनि सञ्चालन गर्छन्। चौथोमा बजार विकास। सेबनले नयाँ वित्तीय उपकरणहरू परिचय गराउने, नव प्रबन्धनलाई प्रोत्साहन गर्ने र अनुकूल नियामक वातावरण तयार पार्दै धितोपत्र बजारको विस्तार र प्रवर्धनमा भूमिका खेल्ने गर्दछ। बजार निगरानी रहेको छ। सेबनले बजारमा हुने हेरफेर, भित्तीय कारोबार, इन्साइडर ट्रेडिङ र अवैध गतिविधिहरूको निगरानी गर्ने गर्दछ। यसले अनियमित कार्यहरूको अनुसन्धान गरी आवश्यक कारबाही गर्ने गर्दछ। क्षमता अभिवृद्धि। सेबनले बजारका सहभागीहरूको ज्ञान, सिप र अभिवृद्धिका लागि तालिम, कार्यशाला र गोष्ठीहरू आयोजना गर्छ। यसले अन्य संस्थाहरूसँग सहकारी गरेर दक्ष जनशक्ति उत्पादनमा ध्यान दिने गर्दछ। सङ्गठनात्मक संरचनामा नियमन, अनुगमन, वस्तु बजार र अनुशासन रहेको छ। व्यवस्थापन तथा कानुनी रहेको छ। अब सञ्चालन गभर्नेन्समा हामी कुरा गर्छौँ। नेपाल सरकारबाट नियुक्ति पूर्णकालीन अध्यक्ष रहन्छन् यसमा। अनि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका महासचिवहरू, नेपाल राष्ट्र ब्याङ्क, नेपाल चार्टर एकाउन्टेन्ट संस्था र नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरू रहन्छन्। धितोपत्र बजार, पुँजी बजार वा आर्थिक क्षेत्रको अनुगमन भएका विज्ञहरू पनि रहन्छन्। वित्तीय साक्षरता र लगानीकर्ता शिक्षा रहेको छ। सेबनले लगानीकर्तालाई वित्तीय ज्ञान र सचेतना दिन उच्च प्राथमिकता दिएको छ। यसले विद्यार्थी, शिक्षक, व्यवसाय र स्थानीय समुदायलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्छ। साथसाथै विभिन्न जिल्लामा क्यापिटल मार्केट एक्सपो आयोजना गरेर शेयर बजार र वस्तु डेरिभेटिभ बजार सम्बन्धी जानकारी प्रदान गर्दछ। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनुहोला। हस्त, धन्यवाद।